हेलो टङ्क हजुर सर। के गरिरहेछौ? कम्प्युटर चलाइरहेछ सर। ए तिमीलाई कम्प्युटरमा सटडाउनको बटन बनाउन आउँछ? यस सर। कसरी बनाउने हो मलाई बनाएर देखाउ त। त्यसको लागि चाहिँ हामी पहिला राइट क्लिक गर्ने, न्यूमा जाने, न्यूमा गइसकेपछि सर्टकटमा क्लिक गर्ने, त्यसपछि यहाँ गएर सटडाउन अनि स्ल्यास एफ अनि स्पेस स्ल्यास टी अनि स्पेस 0 अनि नेक्स्ट गर्ने। यहाँ सटडाउन लेखेर आउँछ अनि फिनिस गरिदिने। त्यसपछि हाम्रो सटडाउन बटन क्रिएट भयो। यसको आइकन चेन्ज गर्नको लागि चाहिँ हामीले राइट क्लिक गर्ने यसमा अनि हाम्रो प्रपर्टिजमा गएर चेन्ज आइकनमा क्लिक गर्ने, त्यसपछि ओके क्लिक गर्ने। अब यहाँ विभिन्न आइकनहरू रहेको छ, यसमा आफूले आवश्यक वा आफूले मनपर्ने आइकन चाहिँ क्लिक गर्न सक्यो। त्यसपछि ओके गर्ने, अप्लाई गर्ने अनि ओके गर्ने। हाम्रो सटडाउन बटन आइसक्यो। हामी यसमा क्लिक गर्यौँ भने सटडाउन भयो सर। ए ल ठिक छ त।